जैनपाल म निराकार मानसिंह रेग्मी प्रहरी अधिकृत। मैले 2 हप्ता जति अगाडि एउटा फेसबुकमा सानो 2 हरफ लेखेको थिएँ। त्यो चाहिँ जनताहरूले प्रहरीलाई खसी काटेर खुवाउने, सोही जनताले फेरि प्रहरीको कार्यालयहरूमा किन त आगो लगाए भन्ने एउटा विषय मैले लेखेको थिएँ। त्यो चाहिँ सन्दर्भ हो जेनजी आन्दोलनको बेलाको। हामीलाई पहिला चाहिँ म चाहिँ 41 सालको सुरुवाती हो मेरो, होइन। मेरो टोली चाहिँ 60औं टोली हो नेपालको सदर प्रहरी तालिम केन्द्रमा। अनि त्यसपछि हामी अब 19 महिना पश्चात हाम्रो पासिङ आउट भयो र हामी कार्यक्षेत्रमा गयौँ। र त्यो कार्यक्षेत्रमा जाँदाखेरि हामीलाई सम्मानहरू धेरै थियो र हामी धेरै काम पनि गर्थ्यौँ। र त्यो बेला मलाई अनुभव चाहिँ के भइरहेको भने हामीलाई जनताहरूले सम्मान यति धेरै किन गर्नुहुन्छ भन्ने कुरो मलाई लाग्थ्यो मनमा नै। त्यतिखेर म जम्मा 23 वर्ष मात्र थिएँ, होइन। तर त्यतिखेर हामीले काम पनि धेरै गर्थ्यौँ, किनभने हामीसँग हतियार पनि 335 थिएन। सानो एउटा चाहिँ पिस्तोल थियो, त्यो पनि त्यो 6वटा राउन्डेबल चाहिँ पिस्तोल थियो। अहिले त्यसपछि त्यो चाइनिज पिस्तोल पनि थिएन। त्यतिखेर पनि हामीले जनताको लागि अहोरात्र खटिएर जिल्लामा बसेर काम चाहिँ धेरै गर्थ्यौँ। त्यो हिसाबले जनताले हामीलाई सम्मान गरेर अब कहीँ यसो चाहिँ निरीक्षणमा जाँदाखेरि अथवा कहीँ जाँदाखेरि उहाँहरूले सम्मान गर्ने धेरै कुराहरू थियो। त्यो सम्मान चाहिँ साह्रै ठुलो जस्तो मलाई लाग्थ्यो। तर अहिले आएर किन त्यो चाहिँ भएन र जेन्दी आन्दोलनको बेलामा चाहिँ हाम्रो अधिकांश 300 भन्दा बढी चाहिँ प्रहरी कार्यालयहरू किन चाहिँ ध्वस्त भए भन्ने कुरामा मैले चाहिँ यसो विचार गरिराख्दा मेरो मनमा के लाग्यो भने नेपाल प्रहरीमा चाहिँ राजनीतिकरण चाहिँ जब सुरु भयो, होइन, जब राजनीतिकरण सुरु भयो त्यतिखेर पछि चाहिँ यो सबै समस्या चाहिँ सुरु भयो। किनभने त्यो व्यक्तिगत स्वार्थको लागि थियो। किनभने रत्न शमशेर जब आइजिपी नेपाल प्रहरीको हुनुहुन्थ्यो, त्यो बेलामा उहाँलाई 30 वर्ष लगाएर एउटा चाहिँ अवकाश भनौँ अथवा बाई फोर्स भनौँ न, होइन, त्यो एउटा कार्य भयो। जबकि उहाँको छोराको बिहा पनि थियो त्यही बेलामा, होइन, एउटा चाहिँ आइजीको हैसियतले बिहा पनि हुँदै थियो। र त्यो बेलामा चाहिँ व्यक्तिगत स्वार्थको कारणले गर्दाखेरि हाम्रो मोतीलाल बोरा सर चाहिँ आइजिपी हुनुभयो 30 वर्ष लागेर। जब 30 वर्ष लाग्यो नेपाल प्रहरीमा, त्यसपछि नेपाल प्रहरीमा राजनीतिकरण सुरु भई र नेपाल प्रहरीबाट कार्यरत जो रहन्थे उहाँहरूलाई एउटा आशाको बिन्दु नै रहेन। अब म अलिकति पछाडि मैले सुनेको अथवा मैले किताबमा पढेको अथवा केही कुराहरू अवगत गर्न चाहन्छु। पहिला 30 वर्ष 32 वर्ष, त्यसपछि आएर 58, 60, त्यसपछि आएर 34, होइन, 2 वर्ष थप पनि हुन्थ्यो। त्यसपछि आएर ग्यारिजेङ भन्ने एउटा चाहिँ हाम्रो नेपाल प्रहरी अन्तर्गतको एउटा चाहिँ हिस्सा थियो, जसले चाहिँ हाम्रो अहिले सशस्त्र प्रहरीहरूले जुन चाहिँ देवालयहरूदेखि लिएर बोर्डर सेक्युरिटीको काम उहाँहरूले गर्नुहुन्थ्यो, अहिले गर्नुहुन्छ, त्यो उहाँहरूले गर्नुहुन्थ्यो। अब नेपाल प्रहरीमा राम्रो काम गर्यो भनेदेखि चाहिँ 32बाट 2 वर्ष थप 34 पनि हुने। त्यसपछि आएर ग्यारिजङमा जानु पनि पाइने, ग्यारिजङमा चाहिँ प्रमोसन पनि हुन्थ्यो, होइन। त्यसपछि आएर अब पर्फर्मेन्स हेरेर दरबारबाट चाहिँ राजदूत बनाइदिने अथवा कुनै चाहिँ कर्पोरेटको चाहिँ हाकिम बनाइदिने, यस्ता कुराहरू धेरै आशावादी कुरा हुन्थे। यो चाहिँ त्यो बेलाको
आशा लाग्दो कुराहरू थियो र मान्छेहरूले धेरै हाम्रो प्रहरीहरूले धेरै चाहिँ लगनशीलता भएर र भोलि पनि केही पाइन्छ भन्ने आशाले चाहिँ काम गर्नुहुन्थ्यो। त्यसपछि करारमा शुद्ध पनि हुन्थ्यो, किनभने नेपाल पुलिसमा यस्ता विज्ञहरू थिए जसले नेपालमा अधिकांश क्राइमहरू उहाँले रिटायर भएर गइसकेपछि पनि त्यो क्राइमको चाहिँ कसरी भयो के भयो भन्ने कुरो चाहिँ अनुभवको आधारमा उहाँहरूलाई करारमा चाहिँ फेरि कन्टिन्यू पुलिसमा गरिन्थ्यो र करारमा जो हाम्रो अग्रजहरू चाहिँ कार्यरत हुनुहुन्थ्यो उहाँहरूले नेपालमा क्राइम जुन हुन्थ्यो हरेक कुरा मर्डरदेखि लिएर अथवा चाहिँ पिक पकेटदेखि लिएर हरेक कुरामा चाहिँ उहाँहरू धेरै अनुभव भएको हुनाले उहाँहरूले हामीलाई अनुभव सेयर गर्नुहुन्थ्यो। म पनि केरकारमा बस्या हो, त्यसले गर्दा के थियो भने धेरै चाहिँ आशा हुन्थ्यो देशको सेवा गर्ने। त्यसपछि आएर आफूलाई पनि एउटा चाहिँ म चाहिँ अझै पनि रिटायर भए पनि म पुलिसमा आबद्धै छु, मलाई करारमा छ अथवा भोलि म चाहिँ रात दुर्न सक्छु अथवा के हुन्छ भने मान्छे एकदम चाहिँ आफ्नो लागेसम्मको चाहिँ जिउ ज्यान दिएर अथवा आफ्नो चाहिँ परिश्रम दिएर घर व्यवहार नबनिकन घर परिवार नबनिकन त्यसरी लागेर चाहिँ उहाँहरूले काम गर्नुहुन्थ्यो र नेपाल पुलिसको एउटा इज्जत ठुलो थियो। जब 30 वर्ष लाग्यो अब के भयो, नेपाल पुलिसमा आशा नै मर्यो हैन। 30 वर्ष हो जागिर खाने, त्यसपछि के भयो त? अब त्यसपछि केही पनि छैन, न 32 वर्ष हुन्छ न 34 वर्ष हुन्छ न ग्यारेज जान्छ, केही पनि छैन। अब पोलिटिकल पार्टीको चाहिँ सपोर्ट भएर चाहिँ अगाडि बढिएको छ भने भोलि उहाँ पोलिटिकल चाहिँ राजनीति होइन उहाँले केही गर्लान्, नभए नेपाल पुलिसमा जागिर खाने अधिकांश अधिकृत जवानदेखि लिएर कसैलाई पनि आशा रहेन। त्यसले गर्दाखेरि जति पनि 46 साल पछिका अथवा चाहिँ बोरासाभन्दा पछिका जति पनि चाहिँ यो देशमा घटित घटनाहरू जति पनि छ त्यो घटनाहरूमा चाहिँ इन्भेस्टिगेसन हामी देखिरहेको छौँ भने त्यो कुनै पनि राम्रोसँग हिसाब हुनै सकेन, किन मान्छेलाई आशै छैन क्या। नेपाल प्रहरीमा जागिर खाएर रिटायर भए पनि आशा के त? केही पनि छैन। त त्यतिखेर फेरि कस्ता थियो भने चाहिँ आशा नरहने नबनाउने खालका चाहिँ कस्तो थियो भने चाहिँ वरिष्ठहरू चाहिँ आफूभन्दा जुनियरले राम्रो चाहिँ सरसल्लाह दिए पनि यो ठुलो मान्छे भन्ने, यसले मलाई टेरेन भन्ने अथवा कुरा सुन्ने, ए फलानले यसो भन्ने यसलाई चाहिँ डाँडा कटा भन्ने, यस्ता कुराहरू चाहिँ यो हैकमवादी चाहिँ शासन नेपाल प्रहरीमा चाहिँ चल्यो। कतिखेर त भन्दाखेरि जब रत्न शमशेर प्रहरी महानिरीक्षकज्यूलाई अवदस्त गरियो। त्यसपछि नेपाल प्रहरीका हुनहार दुईजना चाहिँ एआइजी साहबहरू बन्नुभयो, अच्युत कृष्ण खरेल र चाहिँ ध्रुवबहादुर प्रधान। ध्रुवबहादुर प्रधान सरलाई पनि डिबी लामा सरको पालामा 1 नम्बरबाट हुनुपर्ने मान्छेलाई 2 नम्बर बनाइयो, किनभने त्यतिखेर चाहिँ अलिकति कस्तो भने अब अलिकति बोलवाला अनि चाहिँ अलिकति गडाङगुडुङ गर्न सक्ने भनौँ न एउटा त्यस्ता चाहिँ व्यक्तिहरूको नै अलिकति राजभाव हुनाले डिबी लामा सरले चाहिँ होइन यो चाहिँ अब भनेर चाहिँ 1 नम्बरमा हुनुपर्ने सहनशीलता र एकदम दक्ष नेपाल प्रहरीका लागि चाहिँ एकदम दक्ष सहनशीलता सहित हरेक कुरामा निपुण ध्रुवबहादुर प्रधान सर 1 नम्बर हुनुपर्ने र हाम्रो चाहिँ अच्युत कृष्ण खरेल सर 2 नम्बरमा हुनुपर्ने। तर अच्युत कृष्ण खरेल सरको पनि सबै कुरो राम्रो, उहाँ पनि एकदम अब फुटबल खेलाडी नै हो होइन। त्यसपछि आएर उहाँको हरेक कुरा राम्रो हो, तर के छ भने उहाँको एउटा खराब चाहिँ अरूको कुरा सुन्ने र अरूले कुनै कुनै कुरा चाहिँ सजेसन दियो अथवा चाहिँ यस्तो हो नि सर भन्यो भने उहाँले त्यो चाहिँ उहाँलाई अपोज हुने त्यो भाव हुनाले जब मोतीलाल बोरा सरले 30 वर्षको शेरबहादुर देउपा गृहमन्त्री हुँदाखेरि लागू गरेर आफू आइजिबी हुनुभयो। त्यसपछि आयो नेपाल पुलिसको दुर्दशा सुरुवात।
नभए के हुन्थ्यो, उहाँ चाहिँ रिटायर हुन्थ्यो डिआइजीमै होइन। अनि दुईजना आइजी क्रमशः अच्युत खरेल पहिला भए पनि ध्रुवबहादुर प्रधान पहिला भए पनि दुईजना आइजी हुनुहुन्थ्यो। त्यो क्रम मजाले तलसम्म आइरहेको थियो र राजनीतिकरण हुने चान्सेस बहुत कम थियो। अहिले के भयो, अब त्यो सिलसिला के हो भने अब खरेल साहब पहिला आइजी हुनुभयो, फेरि ध्रुव साहब फेरि आइजी हुनुभयो, त्यसपछि फेरि खरेल साहब आइजी हुनुभयो, यस्तो भयो क्या। त्यसले गर्दाखेरि अब अहिलेसम्म चाहिँ पुलिसको चाहिँ कहाँसम्म चाहिँ हाम्रो चाहिँ अभिज्ञता भयो भन्ने कुरो त यो सबै हामीले जानिरहेका छौँ, देखिरहेका छौँ होइन त। जबसम्म नेसनमा ल एन्ड अर्डर मेन्टेन गराउने भनेको त पुलिसै हो। जुनै पनि राष्ट्रमा पुलिस जब फेलर हुन्छ, पुलिस जब चाकडेर चाहिँ ढोका ढोका थाउन थाल्छ, तब चाहिँ देशको स्थिति हाल यस्तो हुन्छ। त्यो अस्तिको जेनजीले देखायो। जब पुलिसले छोड्दियो होइन, जब पुलिसले चाहिँ अब त्यहाँनिर ब्यारेल तोड्ने बित्तिकै त सबै कुरो सकेपछि पुलिस जब छोडिदियो, त्यसपछि सबै सक्यो। आर्मीले त नियम कानुन चाहिन्छ भनेर उहाँहरूले चाहिँ आफ्नो अडान गर्नु सकियो होइन। नेपाल प्रहरी भनेको यस्तो एउटा संस्था हो जो इन्टरनेसनल फिल्डमा पनि अनुसन्धानको इन्भेस्टिगेसनको चाहिँ कुरामा अति उत्कृष्ट हो। किनभने हामीले युएन मिसनमा पनि काम गऱ्यौँ, विभिन्न जिल्लाहरूमा पनि काम गऱ्यौँ र ट्रेनिङको विषयमा देश विदेश लिएर सबै ठाउँमा पनि घुमेका हो होइन। त्यहाँ हामीले हेर्दाखेरि र बाहिरको पुलिसहरूसँग हामीले चाहिँ सम्बन्ध गरेर काम गर्दाखेरि पनि बाहिरको जस्तो इक्विपमेन्टहरू चाहिँ सोफिस्टिकेटेड इक्विपमेन्टहरू चाहिँ नेपाल प्रहरीलाई हुने हो भने नेपाल प्रहरी भनेको वर्ल्डमा नम्बर 1 हो। तर त्यस्तो प्रहरीलाई पङ्गु बनाइयो केले त? राजनीतिले, आफ्नो स्वार्थले। जब बिना स्वार्थको मान्छे त पुलिसमा रहनै सकेन। तमाम त्यस्ता मान्छेहरू छन् जोलाई एसएसबीमा रिटायर गरियो, माथि डिआइजी खाली हुँदा पनि, अथवा एसएसबीमा रिटायर भइयो, एसएसबी खाली हुँदा पनि यो व्यक्तिगत स्वार्थमा गएको हुनाले नेपाल प्रहरीको हालत यो भाव हो। अब मलाई चाहिँ खास के लाग्छ भने नेपाल प्रहरी चाहिँ एउटा यस्तो संस्था हो जसले हरेक कुरा आफ्नो सक्षमता देखाएर जनतालाई सुरक्षित राखिरहेको स्थिति थियो त्यो बेलासम्म, जबसम्म राजनीति छिरेन। माओवादीको कालमा, माओवादीको पिरियडमा नेपाल प्रहरीले तमाम आफ्नो चाहिँ साहस देखाएकै हो। 303 को भरमा 14 जना 5 जना लिएर, 20 जना 25 जना लिएर 10औं वर्ष चलायो नि त। त्यो कुरो सबैले अवगत गरेकै हुनुपर्छ। जब किलो सेरा 2 अपरेसन सुरु भयो, त्यो चाहिँ राजनीति आडमै भयो। जब गिरिजाबाबुलाई चाहिँ अब आफ्नो हिसाबको चाहिँ स्वार्थ पूर्ति गर्नु थियो, त्यो स्वार्थ पूर्ति चाहिँ कहाँबाट भयो भन्दा त नेपाल पुलिसको आइजीबाट किलो सेरा 2 चाहिँ अपरेसन सुरु गराइयो। त्यो किलो सेरा 2 अपरेसनले अब आफूलाई चाहिँ अगाडि चाहिँ हतियार लिएर चाहिँ कसैले चाहिँ ज्यानको उ गर्छ भने आफूले पनि हाल्नै पर्यो भनेर प्रहरीले चाहिँ त्यहाँनिर गोली चलाउनु पर्ने स्थिति भयो। कसै मारियो होला, मरियो होला। तमाम पुलिसहरू, निहत्था पुलिसहरू धेरै मारे। त्यो पनि स्वार्थकै कारणले भन्छु म होइन। अब राजनीतिले गर्दाखेरि नेपाल प्रहरीलाई यहाँसम्म ल्यायो भन्ने कुरो त सबै कुरा छ, एउटा कुरो। तर अर्को कुरो चाहिँ अब अहिले यो चाहिँ अलिकति लामै नै हुन्छ होला, म अर्को एपिसोडमा फेरि आउँछु। त्यो चाहिँ करप्सनको हिसाबमा जसले अहिले ठुल्ठुला कुरा गरेर, ठुल्ठुलो शान देखाएर जो यो मिडियाबाजी गरेर राख्नु भएको छ, जसरी मिडियाबाजीमा एकदम तल्लीन भइराख्नु भएको छ होइन। नेपालमा नेपाल प्रहरीको चाहे त्यो सिपाही होस्, चाहे त्यो प्रहरी महानिरीक्षकजी होस्,
तलबको भरमा न काठमाडौँमा जग्गा किन्न पाइन्छ त्यो बेलामा सकिन्थ्यो, न यो बेला जग्गा किन्न सकिन्छ र घर बनाउन सकिन्छ। त्यो कुरोलाई चाहिँ सबैले मनन गरेकै होला होइन। त्यसले गर्दाखेरि हजुरहरूले धेरै अनावश्यक चाहिँ कुराहरू गरिराख्नु जरुरी छैन। सबैले चिनाएको छ नेपाल प्रहरीमा चाहिँ। अब यो करप्सन र यो ठेकेदारी गराउने कुरोमा म अर्कोचोटि हजुरसँग फेरि आउँछु। अहिले फेरि लामो पनि होला, तर हामीले यति मात्र विचार गर्नुपर्छ कि हामी सत्य, सेवा, सुरक्षण होइन, जनताको सेवा गर्ने हो। पहिला पनि गर्ने विचार, अहिले पनि गर्ने विचार, नम्बरसम्म गर्ने विचार हो। तर के छ भने यो स्वार्थ, व्यक्तिगत स्वार्थले गर्दाखेरि कति चाहिँ नेपाल पुलिसलाई चाहिँ घात भयो भन्ने कुरो चाहिँ सबैले मनन गर्नुपर्छ भन्दै आजलाई बिदा चाहन्छु। जय नेपाल।